हेलो साथीहरु, आजको डिनर चाहिँ मेरो यस्तो छ है। र यो चाहिँ छ वाचिपा है, लोकल कुखुराको वाचिपा पकाएको मैले। अन्त यो छ के भन्छ पुदिनाको चटनी हो। यो के भन्छ ताँबाको सब्जी या डल्ले खोर्सानी र यहाँनिर छ लोकल कुखुराको सुप, मासु र सुप छ है। आज चाहिँ घरेलु कुखुराको मासुसँग चाहिँ आज हाम्रो डिनरमा चाहिँ छ साथीहरु वाचिपा चाहिँ यस्तो छ। ल साथीहरु, म चाहिँ डिनर खान आँटेको है। तपाईले खानुभयो कि खानुभएन? म चाहिँ फर्स्टमा वाचिपासँग टेस्ट गर्छु ल, मैले बनाएको वाचिपा। वाउ, मिठो भएछ। यो चाहिँ हाम्रो के भन्छ मङ्सिरमा हाम्रो राईहरूको प्रसाद बनाउँछ नि त हो। अन्त यस्तै कुखुराको काटेर बनाउँछु है। मिठो भएछ। मिठो। पुदिनाको चटनी वाउ दामी। अब चाहिँ यहाँ लोकल कुखुराको सुपसँग चाहिँ यहाँ भात। अन्त यहाँ तावा पनि छ। यहाँ हामी चाहिँ फ्लेक पिस एउटा राखेको। घरको डल्ले खोर्सानी। तावा मिठो भएछ। वाउ मिठो। तिते चाहिँ मिठो भएछ। वाचिपा पुदिना चटनी मिठो भएछ है।